ग्यास्ट्राइटिस हुने बित्तिकै त मान्छे मर्ने त होइन, ज्यान जाने होइन, तर कहिलेकाहीँ ग्यास्ट्राइटिस भनेर झुकेर मुटुको रोग लागिरहेको हुनसक्छ। त्यस कारणले बिचमा पेट दुख्यो हो, यो मुटु दुख्यो भनेर भन्छ नि मान्छेहरूले, त्यस्तो कन्डिसनमा पहिलो काम भनेको हामीले ग्यास्ट्राइटिस हो कि मुटुको समस्या हो भन्ने कुरा थाहा पाउनु पऱ्यो। त्यस कारणले कुनै मान्छेलाई एकदम धेरै दुख्यो भनेपछि ग्यास्ट्रिक हो अथवा ग्यास्ट्राइटिस हो के हो भनेर भन्नु भएन। त्यस्तो बेलामा मुटुको इसिजी गर्नु पऱ्यो, मुटुको जाँच गर्नु पऱ्यो। मुटुको जाँच ठिक छ भने चाहिँ अब ग्यास्ट्रिक रहेछ यो भन्ने कुरा बुझियो। अब त्यसको लक्षण कस्तो हुन्छ भन्दाखेरि पेट दुख्ने हो। पेट दुख्ने कहिलेकाहीँ खाना खाएपछि दुख्छ, कहिले खाली पेटमा दुख्छ, बिहान 4 बजीतिर दुख्छ। बिहान 4 बजीतिर दुख्ने चाहिँ त्यो ड्युडेनममा स्टोमकभन्दा तलतिर, आमाशयभन्दा तलतिरको घाउमा केही समस्या पऱ्यो भने दुख्ने हो। भागमा माथिपट्टि भयो भने चाहिँ खाना खाएपछि दुख्ने हो होइन। अब जेनरली दुख्ने नै हो, मुखबाट अमिलो पानी आउने। अब सुरुवात यसरी नै हो, तर पछि गएर अब यसको कम्प्लिकेसन आउन थाल्छ। कम्प्लिकेसन भनेको ब्लिडिङ हुनसक्छ, कहिले मुखबाटै ब्लिडिङ हुने, दिशामा रगत, दिशा कालो जाने, कहिले भमिटमा ब्लड भयो, दिशा कालो गयो भने त्यो सोच्नु पऱ्यो सिरियस भयो, ब्लिडिङ भयो, ग्यास्ट्रिकले गर्दा ब्लिडिङ भयो भनेर। अर्को कहिलेकाहीँ त्यो स्ट्रक्चरै गडबड हुन्छ, त्यसै अब्स्ट्रक्सन हुन्छ, खाना निल्न सक्दैन, खाना खायो त्यसपछि भमिट गर्यो, क्यान्सर जस्तो लक्षण देखा पर्ने, त्यस्तो पनि हुनसक्छ।